होइन के उत्पात हो यो किलियन एम्बापेलाई वर्ल्ड कप भन्ने बित्तिकै हुन्छ चाहिँ के? फेरि पनि सेनेगल भर्सेस फ्रान्सको आज भएको म्याचमा किलियन एम्बापेले ब्रेस स्कोर गरेर आफ्ना साथी ओलिभर जिरुडको अल टाइम टप स्कोररको रेकर्ड तोडेर 58 गोल्स पार गरिसकेका छन्। र यसै गरी यति मात्र नभए वर्ल्ड कपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा पुग्नको लागि जम्मा 2 गोलले पछि परेका छन्। र यसै गरी आज उनले पेलेको रेकर्ड पनि ब्रेक गरेका छन्। र फ्रान्सको अट्याकिङमा जाउँ र फर्स्ट हाफ नर्मलले गयो, न गोल थियो, 0-0 गोलमा गयो र कुनै पनि बिग अट्याकिङ नै पाइएको थिएन। र सेकेन्ड हाफमा उनीहरूले जब चाहे तब अट्याक भयो। फर्स्ट हाफमा 0 बिग चान्सेस क्रिएट गरेको फ्रान्सले सेकेन्ड हाफमा 4 वटा बिग चान्सेस क्रिएट गरेर 3 वटा त स्कोरै गरेको छ। माइकल ओलिजे फ्रान्सका लागि निकै राम्रो हतियार देखिन्छन्, जुन एम्बापेलाई फर्स्ट गोलको लागि असिस्ट दिए। वाट अ असिस्ट इट वाज, सो ब्युटिफुल। एन्ड देन एम्बापेको फिनिसिङ र एम्बापे र ओलिजेको लिङ्कअप राम्रो देखियो। ओभरअल ऱ्याबियडको त्यो असिस्ट राम्रो देखियो। बार्कोलाको सुपर सफिसिएन्टपछिको फिनिसिङ राम्रो देखियो र किलियन एम्बापेको लास्टको ब्याङ्गर राम्रो देखियो। र सेनेगलबाट हेर्ने हो भने पोजिसन वाइज बलमा कन्ट्रोल पनि उनीहरूले गरेका थिए, तर अट्याकिङको मामिलामा फ्रान्सलाई टक्कर दिन सकेनन्। र फ्रान्स फेरि विश्वकपको लागि निकै अघि बढ्ने देखिन्छ र यो अट्याकले फ्रान्सले जस्तासुकै टिमलाई पनि हराउन सक्ने अवस्था देखिन्छ।